बाइबलमा अन्य भाषाको विषयमा सिकाउने सबैभन्दा बेसी सिकाउने व्यक्ति नै पावल हो। हजुर पावल पवित्र आत्माले भरिए अनि अन्य भाषामा बोले। यदि अन्य भाषा चाहिँ नि शैतानबाट हो भनेदेखि अन्य भाषाले चाहिँ हामीलाई परमेश्वरदेखि अलग 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 गर्दै लानुपर्ने हो। म मेरो आफ्नो अनुभवलाई डक्ट्रिन बनाउन चाहन्न, सिद्धान्त बनाउन चाहन्न, तर मेरो र मसँग हजारौँ मानिसहरूको गवाही छ कि जब बसेर घन्टौँसम्म अन्य भाषामा बोल्यो भनेदेखि हामी परमेश्वरको नजिक 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 भएको महसुस गर्छौँ, यदि उपस्थिति हजुर पाउँछौँ। यदि अन्य भाषा चाहिँ शैतानको भयो भने त शैतानसँग नजिक हुनु पर्ने नि होइन, हो तर किन परमेश्वरसँग नजिक हुनु हो त होइन, आवश्यकै थिएन। किनकि शैतानको भाषा त शैतानसँग नजिक हुनुपर्ने, तर अन्य भाषाले जब हामी बोल्छौँ भने परमेश्वरसँग पो हामी नजिक बनिरहेको हुन्छ त होइन हजुर हजुर होइन। किनकि हामीलाई पहिलो कोरिन्थ 14:2 पदले प्रष्ट कुरोले चाहिँ नि अन्य भाषा बोल्नेले मानिससँग पनि होइन अरे परमेश्वरसँग बोल्छ भनेको छ, परमेश्वरसँग बोल्छ। रहस्यको कुराहरू बोल्छ भनेको छ। पावलले धेरै ठाउँमा विभिन्न भाषामा बोल्नु, नरोकिनु, अनि मतलब जसरी अन्य भाषामा बोल्यो भने आफ्नो सुधार हुन्छ। यसले इङ्ग्लिसमा एडिफाई भन्ने शब्द प्रयोग गरेको छ। अनि अन्य भाषामा किन प्रार्थना गर्नुपर्छ? अन्य भाषामा त हामीले किन प्रार्थना गर्नुपर्छ भन्दाखेरि चाहिँ यसले हामीलाई बिल्डअप गर्छ। हजुर तर अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। आफैलाई एडिफाई भन्ने शब्द प्रयोग गरेको छ। अर्को पाराले त्यसलाई के अरे बाइबल स्कलरहरूले के बताएको छन् चाहिँ यो चाहिँ ब्याट्री चार्ज भएको जस्तै अरे। हजुर यसले चाहिँ हामीलाई ब्याट्रीमा चार्ज भएको जस्तै बनाइदिन्छ भनेर भनेको छ। अन्य भाषामा बोल्दाखेरि हामीलाई कसरी चाहिँ सुधार हुन्छ त भन्दाखेरि चाहिँ जब तपाईँ अन्य भाषामा लगातार प्रकारले बोल्नुहुन्छ नि, हजुर तपाईँको जीवनमा तपाईँको सोच विचारमा पनि धेरै कुरामा सुधार आउँछ। हजुर यसले चाहिँ हामीलाई अझै परमेश्वरको सेवकाई गर्नुको निम्ति अझै उत्साह दिन्छ, हजुर जोसिलो बनाउँछ। हाम्रो जीवनमा परीक्षा आउँदाखेरि, कतिवटा भनाइ आउँदाखेरि, कतिवटा निराश भएको बेलामा तपाईँ गएर प्रार्थना गर्दै अन्य भाषामा बोल्दै प्रार्थना गर्नुहोस् न, तपाईँ परमेश्वरको नजिक 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 भएको जस्तो हुन्छ। अनि तपाईँलाई केही कुराले पनि त्यस्तो छुँदैन, यसले चार्ज बनाउँदै लान्छ। हजुर यो चाहिँ हामी विशेष गरी सेवकाईमा भएको मान्छेहरूले चाहिँ अन्य भाषा चाहिँ लगातार प्रकारले बोल्नुपर्छ। हजुर यसले चाहिँ हाम्रो जीवनलाई बनाउँदै लान्छ, बिल्डअप गर्दै लान्छ। तपाईँ कुनै व्यक्तिको विषयमा जान्नु चाहनुहुन्छ, त्यो व्यक्तिसँग नजिक हुनु चाहनुहुन्छ भने तपाईँ टाढो बसेर होइन, तर कसरी गर्नु सक्नुहुन्छ, त्यो व्यक्ति सँगसँगै हिँडेर, सँगसँगै खाएर, हजुर सँगसँगै बसेर। जब तपाईँ अन्य भाषामा बोल्नु हुँदैछ भने तपाईँ पवित्र आत्मासँग लगातार प्रकारले कम्युनिकेट गर्नु हुँदैछ। हजुर तपाईँ जति पवित्र आत्मासँग कम्युनिकेट गरे तपाईँ कस्तो हुन्छ, तपाईँ त्यस्तै भन्दै जानुहुन्छ। हजुर उनीसँग नजिक हुनुहुन्छ, हजुर उहाँको कुरालाई तपाईँ सुन्नुहुन्छ, हजुर उहाँसँगको तपाईँको सम्बन्ध बनिँदै जान्छ। जति तपाईँ त्यो व्यक्तिसँग बस्नुहुन्छ नि, हजुर तपाईँ त्यो व्यक्ति जस्तै भन्दै जानुहुन्छ। हजुर त्यसैले गर्दाखेरि जब हामी अन्य भाषामा बोल्छौँ भनेदेखि चाहिँ त्यसले चाहिँ हामीलाई चाहिँ पवित्र आत्मासँग नजिक बनाउँछ। तर अरू भाषा पनि प्रार्थना गर्दा हुन्छ होला त भन्नुहुन्छ भनेदेखि हो, तपाईँले अरू भाषामा पनि बुझ्ने भाषामा पनि प्रार्थना गर्नु सक्नुहुन्छ। तर कुरा के हुने चाहिँ हामी बुझ्ने भाषामा प्रार्थना गर्दा गर्दा चाहिँ प्रार्थनै सकिन्छ। हजुर त्यहाँदेखि के को लागि गर्ने हो? हजुर अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, तर आत्मामा रहस्यको कुराहरू नै ऊ बोल्दछ। हजुर One of the main reason that we should speak in tongues is that we pray mysterious thing. हजुर हाम्रो मिस्टिरियस भन्नाले चाहिँ के हुन चाहिँ अब कसैले बुझ्नु नसक्ने भन्ने होइन। हजुर मेरो आमा भुटानमा हुनुहुन्छ, हजुर मेरो दाजुहरू अहिले पनि भुटानमा हुनुहुन्छ। उहाँको निम्ति म प्रार्थना गर्छु, प्रभु मेरो आमालाई बिमारी हुनुहुन्छ निको पार्नुहोस्, मेरो दाजुहरू भाउजूहरू नानीहरूलाई आशिष दिनुहोस् भनेर हामी प्रार्थना गर्छौँ। तर मेरो आमाको जीवनमा, मेरो दाजुहरूको जीवनमा, मेरो बहिनीको जीवनमा भुटानमा के बितिराखेको छ उहाँहरूको अपडेट त मलाई थाहा छैन नि त। हजुर के को लागि प्रार्थना गरिदिनु पर्ने हो त्यो मलाई पनि थाहा छैन। हजुर तर जब तपाईँ अन्य भाषामा प्रार्थना गर्दा चाहिँ तपाईँ चाहिँ रहस्यको कुराहरू प्रार्थना गरिराखेको हुन्छ। हजुर रहस्यको प्रार्थनाहरू अन्तर्विन्ती गरिराखेको हुन्छ। तपाईँलाई थाहा छैन, तपाईँले सायद तपाईँको आफ्नो निम्ति प्रार्थना गरिराखेको होला,
हजुर तपाईँले सायद तपाईँको नचिनेको कहाँको मान्छेहरूको निम्ति प्रार्थना गरिराख्यो होला। हजुर यस्तो घटनाहरू थुप्रै छ। 2004 को कुरा हो। हजुर म भुटानमा थिएँ। म, मेरो श्रीमती पास्टर माइकल मगर हजुर र उहाँको श्रीमती पास्टर ट्रिसा मगर पनि हजुर हामीसँगै लिभिङ रुममा थियो फुन्चलिङ भुटानमा। हजुर बसिरहँदाखेरि के भयो भनेदेखि चाहिँ दैलो के अरे डोरबेल बज्यो। मेरो श्रीमती गएर ढोका खोल्दाखेरि दुधवाला थियो। हजुर अनि त्यो दुधवालाले चाहिँ हामीलाई दुध ल्याइदिएको है। हामी भुटानमा बस्दाखेरि त्यसलाई पर्दाखेरि महिनै पछि त्यो दुध ठिकामा खान्थ्यौँ अनि महिना मरेको बेलामा चाहिँ हामी पैसा तिर्थ्यौँ। हजुर तर त्यो दिन के हो भने चाहिँ दुधवाला समयमा भन्दा के अरे सधैँ आउने समयभन्दा अगाडि आयो। तर मेरो श्रीमतीले भनेको त्यहाँ चाहिँ अर्कै दुधवाला थियो। हजुर हाम्रो रेगुलर दुधवाला थिएन, तर अर्को दुधवाला थियो। अनि मेरो श्रीमतीले सोधेछ, हाम्रो त रेगुलर दुधवाला छ, ठिका लिएको छौँ हामी भन्दाखेरि उसले भनेछ तपाईँहरूको दुधवाला चाहिँ आज आलिपुर गएको छ हजुर र उहाँले मलाई आज दुध दिनु पठाएको हजुर भनेर भन्यो। भनेर चाहिँ मेरो श्रीमतीले एउटा स्टिलको भाँडामा दुध लिएर आउनु हुँदै थियो। हजुर आउँदै गर्दाखेरि चाहिँ पवित्र आत्मा भित्र मसँग बोल्नुभयो। हजुर त्यति बेला म दिनौँ अन्य भाषामा प्रार्थना गर्थ्यो, मतलब लामो 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 समयसम्म। हजुर अनि भित्र पवित्र आत्माले मलाई भन्नुभयो त्यो दुध नखानु, त्यति मात्रै, हजुर नो डिटेल। हजुर अनि मैले भने मेरो वाइफलाई, अनि हाम्रोमा एकजना बोडो दिदी हुनुहुन्थ्यो, काम गर्नुहुन्थ्यो, उहाँहरूलाई भने यो दुध फ्याँकिदिनु, नखानु भनेर। हजुर अब त्यहाँदेखि मैले सबै कुरा बिर्सेँ। हजुर निकै दिन बादमा, कति दिन बादमा हो मलाई थाहा भएन, हजुर एक दिन मेरो छोराले मलाई के भयो भनेदेखि चाहिँ त्यो आन्टीको विषयमा पोल सार्यो क्या। हजुर त्यो जुन काम गर्ने बस्थ्यो हाम्रो घरमा, यो आन्टीले अस्ति हाम्रो जोम एउटा कुकुर थियो त्यसलाई पनि झन्डै मारेको। किन भनेको त्यो दुध खुवाएर अरे। हजुर अनि मलाई झसै आयो। एक दिन हाम्रो म के अरे बाइबल स्कुलबाट फर्केर आउँदाखेरि हाम्रो घरको कुकुर एउटा जोम भन्ने सेतो कुकुर थियो, मरेको जस्तो भएर लास भएर मरिरहेको थियो, लडिरहेको थियो। मर्नु चाहिँ मरेन। के भएको थियो रहेछ भने चाहिँ त्यो दुध त्यो दिदीले फ्याँकेछ। हजुर फ्याँक्नु चाहिँ फ्याँकेछ, तर त्यो फ्याँकेको भाँडामा चाहिँ भात लाएर मोलेर चाहिँ त्यो सेतो कुकुरलाई खुवाएको थियो रहेछ। हजुर सुन्नुहोस् है। अनि त्यो कुकुर चाहिँ त्यो बेहोस भएको थियो रहेछ। हजुर याद गर्नुहोस् त, यदि त्यो दुध चाहिँ हामीले खाएको भएदेखि कुकुरलाई जुन डोज चाहिन्छ नि मर्नुको लागि र मान्छेलाई जुन डोज चाहिन्छ बेग्लै हो। हजुर कुकुर धेरै बलियो हुन्छ, के अरे दरिलो हुन्छ, हामी त्यस्तो हुँदैनौँ। हजुर हाम्रो परिवार सबै मर्ने थियो। हजुर त कसरी चाहिँ त्यो आत्माले मलाई प्रेरित गरेर चाहिँ त्यो दुध नखानु भन्यो त। हजुर अनि पछि हाम्रो रेगुलर दुधवाला पनि आयो फेरि। हजुर अनि त्यो रेगुलर दुधवालालाई मेरो श्रीमतीले होइन तिमीले त अन्त अघि बिहानै पठाएको थियो त एकजना दुधवाला भन्दाखेरि, होइन मैले कसैलाई भनेको छुइनँ। हजुर हेर्नुहोस् त, हाम्रो परिवारको सम्पूर्ण परिवारको सदस्यलाई नाश गर्नको निम्ति, मार्नको निम्ति कसैले षड्यन्त्र गरेको थियो। हजुर हो, पक्का देखिन्छ यो, हजुर प्रमाण सही। हजुर हजुर तर परमेश्वरलाई थाहा थियो नि त। हामीले रहस्यको प्रार्थना गरिराखेको थियौँ नि त, हामीले थाहा थिएन नि त। हजुर बिहानै उठेर 1-1 घन्टा 1.5 घन्टा प्रार्थना गर्थ्यौँ। हजुर त्यो त प्रभुलाई थाहा थियो। बाइबल स्कुलमा गएर हामीले प्रार्थना गरेको गर्थ्यौँ, अन्य भाषामा प्रार्थना गर्थ्यौँ। हजुर परमेश्वरले त्यो अचम्मको काम गर्नुभयो। अन्य भाषा त बुझ्ने भाषा पनि होइन, होइन ए शैतानको भाषा भन्छ नि होइन मान्छेले। किनकि नबुझ्ने भाषा के हो नि, होइन शैतानको भाषा हो कि के भाषा हो, मान्छेले प्रश्न पनि गर्छन् होइन। तर यहाँ बाइबलमा त स्पष्ट कुरा क्लियरेन्स लेखेको छ नि, होइन अन्य भाषा बोल्ने मानिससँग पनि होइन अरे। अब यदि शैतानको भाषा त यहाँ लेखिन्थ्यो होला नि, शैतानको भाषा भनेर लेखिन्थ्यो होला। तर यहाँ भने चाहिँ शैतानसँग पनि होइन अरे, मानिससँग पनि होइन अरे, डाइरेक्टली परमेश्वरसँग हामी गफ गरिरहेका हुन्छौँ। किनकि आज हामी डाइरेक्ट प्रभुसँग गफ गर्नको त एउटा अन्य भाषा पनि एउटा माध्यम रहेछ नि हाम्रो, होइन। पास्टर मार्क हेङ्किङले भनेको साह्रो मनपर्छ, होइन। मैले उहाँको किताबलाई पढ्दै थिएँ अनि उहाँले मजाको कुराहरू भन्नुभएको छ। अन्य भाषाले विश्वास दिँदैन, तर हाम्रो विश्वासलाई चाहिँ बलियो चाहिँ बनाउँछ अरे नि। अन्य भाषाले चाहिँ हामीलाई सहयोग गर्छ कि बी स्ट्रेन्थ आवर फेथ, हामीलाई चाहिँ हाम्रो विश्वासलाई चाहिँ एकदम बलियो बनाउने काम गर्छ। बाइबलमै प्रष्ट कुरा लेखेको छ, एफिसी 6:18 लेखेको छ कि सब समय पवित्र आत्मामा प्रार्थना गर भनेको छ।